नमस्कार, तपाईँ सुन्दै हुनुहुन्छ योगी कमलनाथको आवाज। यति बेला म आफ्नै जन्मघरमा छु, जहाँको तपाईँलाई दृश्य एकदमै शान्त वातावरण, एकदमै सुन्दर दृश्य देखाइरहेको छु। आजभोलि मकै लगाउने सिजन सुरु भएको छ र यो हो हाम्रो गाउँ। र तपाईँलाई हाम्रो गाउँको शान्त वातावरणमा चराचुरुङ्गीहरूको आवाज, हावाका सुस्केराहरू र एकदमै मनमोहक दृश्यहरू मैले देखाउने प्रयास गर्दछु। जुन मेरो युट्युब च्यानलमा भिडियोहरू अपलोड भएका छन्, तपाईँ गएर हेर्न सक्नुहुन्छ। माथि जङ्गल छ, यहाँ तल गाउँ छ। जमिनहरू खेती योग्य र तलतिर धान रोप्ने जमिन र पारिपट्टि कोटबाडा हो र उतापट्टि देखिएको यो चाहिँ मानमा बजार र सदरमुकाम हो। एकदमै मौसम पनि अलि सफा नै छ। अवश्य पनि साथीहरू, एकदम सुन्दर शान्त हाम्रो गाउँ। यो गाउँको विकास र निकासमालाई हामीले समय नदिएर अथवा हाम्रो गाउँलाई गाउँभन्दा पनि अहिले चाहिँ सहरीकरण बढेका कारण सहरतिर बस्ती बसाल्ने र सहरतिर मान्छेहरू जाँदैछन्, जसले गर्दा गाउँ अलि शान्त एकदमै खाली जस्तो देखिँदै गइरहेको पनि छ। एकदम सुन्दर सफा हाम्रो गाउँ, एकदमै रमाइलो र राम्रो छ। यदि भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब र कमेन्ट पनि गर्नुहोला। धेरै धेरै धन्यवाद।